पौराणिक रूपमा रहेको 2015 सालमै निर्मित यो बतासे चौतारा बिचमा सर्पष्ट भएको थियो र यो वडा नम्बर 1 को पोखरा महानगरपालिका वडा नम्बर 1 को पहलमा अहिले चाहिँ पुनर्निर्माण भई यसमा भोलि वर पिपल सार्ने कार्यक्रम छ। त्यसका लागि टोलवासीहरू चाहिँ अलिकति सफासुग्घर गर्ने काममा तल्लिन्छौँ। त्यसका लागि सबै टोलवासीहरू चाहिँ जागरुक हुनुहुन्छ र भोलि उद्घाटन गर्ने यो कसरी बनेको भन्ने कुरालाई सानो शिलामा राखिएको छ। त्यो पनि मैले यहाँहरूलाई देखाउन चाहेँ र सबै उपस्थितिमा सबै साथीहरू चाहिँ गर्दै हुनुहुन्छ। यो आधा पिच पनि भइसकेको छ र अब पिच हुने काम पनि हुँदैछ। धेरैलाई यो चौतारो बनाउन सहयोग गर्नुहुने वडा नम्बर 1 लाई अनि धेरै धन्यवाद दिन चाहन्छु। भोलि यो वर सार्ने कार्यक्रम छ। वडाका जनप्रतिनिधिहरूको गोबरमा उपस्थितिमा यहाँका टोलवासीहरू सबै भोलि वर पिपल सार्ने काम हुने भएकोले यहाँहरू सबैलाई उपस्थिति हुन हार्दिक अनुरोध गर्दछु।